हेलो हेलो साथीहरू। आज म आफ्नै आलुबारीतिर आएको छु है। आलु लगभग धेरै नै लगाएको छु मैले। अब लगाएँ नि यति उति भनेर त के फाइदा, आफ्नो लागि गरेको काम हो यो। लगभग मैले 9-10 बोरा आलु चाहिँ लगाएको छु। त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु। हेर्नु है, आलु यो चाहिँ सबै आफ्नै बारी हो। यो आलु चाहिँ अहिले समथिङ 7-8 बोरा चाहिँ लगाएको छु होइन। यो एमएस आलु जुन निलो पोहोर परार चाहिँ मैले चिप्स आलु लगाउँथेँ डल्ले। अहिले चाहिँ निलो आलुको मात्र माग बढेर निलो आलु लगाएको हो। तर पोहोरको चिप्स आलु भन्दा यो आलु राम्रो छ अहिले। हेर्दै जाउँ। म झार्दै फेरि मुसा लागेछ यो वर्ष फेरि। हेर्नु सबै मुसा लागेछ। मुसाले सबै खाएछ। यहाँ पनि खाएछ। कस्तो लागेको मुसा नि भने यहाँ पनि खाएछ। ल जम्मै मुसाले खाएछ। यहाँ नि खाएछ। त्यसको भएको टाउको चाहिँ यहाँ झन् कत्रो डुलै बनाएछ। त्यस कति धेरै खाएछ मुसा। मुसा बेसरी लाग्यो यो वर्ष पनि। यो डुम्रे मुसाले सबै सक्ने भयो त नि आलु। यो डुम्रे मुसाले आलु सकायो हजुर। यहाँ पनि खाएछ। ल त्यसको भएको टाउको त ल र त्यही भर्खरको आलु जम्मै खाइदिएछ। त्यसको बाउको आलु उसकै बाउको आलु खाएन नि जम्मै खाएछ। मर्दार यो डुम्रे मुसाले कसरी मास्ने होला? कुनै आइडिया छ कि साथीहरू भन्नु त?